पुरुष राष्ट्रिय क्रिकेट टोली हाल घरेलु मैदानमा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग 2 CWCL 2 त्रिकोणात्मक सिरिज खेलिरहेको छ। अप्रिल मेमा ओमान र यूएई विरुद्धको पहिलो सिरिजपछि नेपालले अहिले कीर्तिपुरको ट्यू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्कटल्यान्ड र संयुक्त राज्य अमेरिका USA सँग त्रिकोणात्मक सिरिज खेल्दैछ। जारी घरेलु सिरिजको नतिजा र आगामी खेलहरू नेपालले लगातार 2 खेल जितेर लिग 2 कोलम्बो आगामी खेलहरू नेपालले लगातार 2 खेल जितेर लिग 2 कोलम्बो अङ्क तालिकामा 5औं स्थानमा उक्लिएको छ। भदौ 16 गते 2026 नेपालले अमेरिकालाई 9 विकेटले पराजित गर्यो। मे 18 2026 नेपालले तालिकाको शीर्ष स्थानमा रहेको स्कटल्यान्डलाई 6 विकेटले पराजित गर्यो। ललित राजवंशीको 4 का मुनि 32 र कप्तान रोहित पौडेलको अभिजित 74 रन 30 बजे गर्नेछ। सन् 2026 का आगामी लिग 2 वैदेशिक खेलहरू अवे लेग्स। यो घरेलु सिरिज सकिएपछि नेपालका बाँकी एक दिवसीय ODI खेलहरू विदेशमा हुनेछन्। मिति सिरिजको विवरण स्थान जुलाई 2026 त्रिकोणात्मक सिरिज नेदरल्यान्ड्स र नामिबिया विरुद्ध नेदरल्यान्ड्स। उट्रेच अक्टोबर 2026 त्रिकोणात्मक सिरिज ओमान र क्यानाडा विरुद्ध ओमान। अन्य आगामी महत्त्वपूर्ण खेलहरू लिग 2 बाहेक नेपालको 2026 कोलम्बो क्रिकेट तालिका निकै व्यस्त छ। एसियन गेम्स 2026 छनौट T20I2 नेपालले समूह चरणमा भदौ 31 गतेमा इन्डोनेसिया र असोज 4 गतेमा थाइल्यान्ड